यसरी भाग्नुको कारण चाहिँ मन्दिरलाई लास्टमा बताउँछु सुन फेरि पनि आजको मेरो डे 14 मिनट भ्लगमा आज मैले बिहान उठेर मित्रलाई होमवर्क गराउन लागेँ अनि मैले चाहिँ मैले होमवर्क गराएछु उसलाई मैले स्कुल पठाउन लागेको कि गाइस ऊ चाहिँ पढन्दा सन्त स्कुल जान्छ कि अनि त्यहाँदेखि उस बाबुलाई चाहिँ स्कुल छोडेर आएर मेरो राम्रै बोर्डिङको के साथीहरू टिकटक बनाउने भनेर मेरो टिकटकमा गएर हेर्नु न यस्तो राम्रो नाच्छु कि म अनि त्यसपछि मलाई फोन आयो भनेर आइज भनेर घुम्न अनि म गएँ कि गाइस म यहीँबाटदेखि गएँ मेरो गाउँ हेर्न सक्नुहुन्छ अनि त्यसपछि उहाँ चाहिँ यतिको लिपस्टिक नक्कल नपाएर त फेरि के गाउनु र त्यो बोइस के आउनु र अनि त्यसपछि नक्कल सकल पारेर चाहिँ मन लाग्यो रोडतर्फ हाम्रो गोल्छा रोड कि साथीहरू तपाईँहरूलाई म देखाइदिएँ नि यस्तो राम्रो छ हाम्रो गोल्छा रोड हेर्न सक्नुहुन्छ अनि मेरो साथी चाहिँ घर जान लागेको थियो उसको कुम्लोकोतिर यही हो अनि हामी चाहिँ भाग्नुको कारण यही हो बाटो क्रस गर्नेको उपाय अनि यस्तो उता दिए आएछ चाहिँ मेरो ओठ यसरी काट्यो कि ठिकै छ जे यस्तो भए पनि कि आजको लागि चाहिँ यति अरू भिडियोको लागि वेट गर्नु होला।